Hello everyone, as we have said in the disclaimer, this video is just made for entertainment. We don't want to offend anyone. Please, यो भिडियोलाई चाहिँ पर्सनली लिएर नरिसाइदिनु होला. Keep entertaining. Do watch the video. Facebook खोल्छु जता पनि आइसमाको ट्रोल छ, उसको पोस्टमा सबैले कमेन्ट गरिरहेछ, कसैले बिल्ला हानिरहेछ, कसैले अब भनिरहेछ विथ दिस आइसमा भनेर चिन्दैन भनिरहेछ, कसैले आफ्नो के पोइन्ट अफ भ्यू दिइरहेछ, कसैले के गरिरहेछ अब चिनेकोले चाहिँ, कसैले never spend a single penny just to hear this stupid trick, कसैले never seen before भनिरहेछ. त्यसपछि हेर्दै जाँदाखेरि चाहिँ यो एक्चुअल गुगलले दिएको इन्फर्मेसन सायद होइन होला. अनि अब कसैले पोस्ट गरेको फोटो हो यो विज आइसिमाल भनेर चाहिँ गुगल हामीलाई चाहिँ यो आएको भनेर चाहिँ उसको लागि चाहिँ ट्रल गराएको पपुलर एमङ 250 टिनेजर्स रे कल 250 पर पर्सन फर अप एन्ड डाउन. इट्स क्वाइट इन्ट्रेस्टिङ. सोर्सबाट चाहिँ थाहा पायो कि ऊ आइएसटी4 न्युज च्यानलको चाहिँ न्युज रिडर पनि हो रे भनेर चाहिँ थाहा पायो है. अनि यो सब कन्ट्रोभर्सियल ट्रल सबैले डिसएग्री गरेको मेन कुरा चाहिँ यही हो. मिट एन्ड ग्रिट आइएसटीमा लाइभ म्युजिक इभेन्ट भनेर चाहिँ उसले कन्ट्याक्ट गरेर रहेछ. अनि त्यहाँ चाहिँ इन्ट्री फी ₹250 रहेछ. अनि सबैले डिसएग्री गरेको कुरा चाहिँ यही नै रहेछ. आखिर ट्रलहरू हेर्दै जाँदाखेरि चाहिँ एक ठाउँ यस्तो पनि देखेँ मैले. आज पसलमा 1 लिटर तेल अनि 1 किलो चिनी किन्न गएको, सब्जी कति पैसा भयो भनेर सोधेको त आइएसटीमा भयो बोल भन्छ त जम्मा ₹5 त भनेर चाहिँ उसले भन्दा चाहिँ नाइ होइन भाइ 250 हो रे क्या भनेर. आइज काइन्ड अफ इन्ट्रेस्टिङ जोक्स हा. अर्को एउटा लिरिक्स भेटियो आइएसटीमा ₹250 को सन्दर्भमा एन्ड आइम गोइङ टु सिङ दिस. ये बाय लेट्स स्टार्ट. यो यो अहिलेको 250 को माल नौटंकी आइएसटी माल हेर्दै देखिन्छ जङ्गली स्याल अर्काको बिल्ला हान्तिस भन्दै बाल. आज त्यो आफ्नो हुँदैछ यहाँ बेहाल. अब बाटोमा बस बजाउँदै टाल म साथीहरूलाई बन्दिनलाई वे 2-4 पैसा रुपियाँ पाल अनि उठाएर बाँचेको सेकुवा मुखमा हाल. उसको पोस्टमा अनि जति पनि कमेन्ट छ त्यो हेरेर चाहिँ अहिले आयुष रिमालको चाहिँ हुन्छ नि फेसियल एक्सप्रेसन जब मोबाइलमा उलेर चाहिँ पुरा यही भइरहेको विथ फुल अफ एक्साइटमेन्ट एङ्गर है लाफिङ हिमसेल्फ है अब के पुरा यस्तै. अनि त्यसपछि उसको त्यो पोस्टमा कमेन्टहरू पढ्दै जाँदा चाहिँ एउटाले लेख्छ वाइट टु पे टु मिट यु भनेर. अनि आयुष रिमालले चाहिँ रिप्लाई गर्दै रहेछ बिकज आई पेड बाजेको सेकुवा. उसले चाहिँ हामीलाई मिट गर्दा चाहिँ उसले बाजेको सेकुवा पैसा पे गरेर रहेछ. सो यु वान्ट टु रिम्बर्स फ्रम अस टेकिङ ₹150. अनि त्यसपछि अर्कोले भन्दैछ यो सब नेपाल आएको युएस गएको फ्लाइटको पैसा उठाउने निर्णय टेक्निक हो अरे है. अनि अर्कोले भन्दैछ यो कुन फेमस सेलिब्रिटी हो हु हेज मोर देन 46 मिलियन सब्सक्राइबर डजन्ट चार्ज एनी मनी. सबैले आफ्नो पोइन्ट अफ भ्यूबाट भनिरहेछन् है. अनि कोही कोही त पुरा खुसी भइरहेछन्. बल्ल मजा आइरहेछ आइसको मजाक भएको हेर्न. कति दुनियाँको बिल्ला उडाउँथ्यो अहिले आफै कुन कुनामा कोचिरहेछ सहन नसरे सही हो पुरा मजाक भयो. खुसी पनि भइरहेछन्. पहिला चाहिँ उसको भिडियो हेरेर मान्छे इन्टरटेन गर्थ्यो भने चाहिँ अहिले चाहिँ उसको ट्रल मजाक उसको पोस्टरमा सबैको कमेन्ट रिप्लाईहरू हेरेर चाहिँ मान्छेले इन्टरटेन पनि गरिरहेछन्. मेबी उसको नेक्स्ट त्यो इन्टरटेन गराउने चाहिँ यो टेक्टिक पनि हुनसक्छ है. अनि हेर्दै जाँदा फेरि अर्को कमेन्ट पनि भेटियो. लल पैसा तिरेर हेर्न जानु रे कुन मजाक हो यो मान्छेलाई मजाक लागिरहेछ. अब 2-4वटा भिडियो बनाएर युट्युब च्यानल खोल्यो भन्दैमा सेलिब्रिटी नै सम्झिन्छ क्या आफूलाई. अब उसको पर्सनल भ्यू हो सम्झिन पाइहाल्यो. अब इफ वी डोन्ट डिसएग्री भन्न चाहिँ पाइन्छ तर उसलाई पर्सनली चाहिँ अब उसले के सम्झिन्छ त्योमा चाहिँ हामीले कमेन्ट गर्नु मिल्दैन. अर्कोले भन्दैछ नाटक यसको रे त्यही त अचम्म लाग्छ. ठिकठाक त छ केटीहरू ज्यानमै दिने जस्तो गर्ने मिल भेटे यसको लागि के छ र यसमा. यो खास उसले चाहिँ भन्नु खोजेको गर्ल्सहरूले चाहिँ जुन धेरै प्रायोरिटीतिर उसलाई भेट्न खोजिरहेको हुन्छ नि त. अनि त्यसलाई चाहिँ भनेर अनि कति नै फ्यान्स भयो जस्तो रे है. अनि एउटा दिदीले भन्नुभएको छ भाइ युएसएबाट नेपाल लुट्नकै लागि आएको हो त के यो तिमी चोर भन्ने लक्षण हो. दिदी पुरा एग्रेसनमा हुनुहुन्छ है. म तिम्रो भिडियोहरू हेर्छु राम्रो बनाउँछौ यु मेक अस लाफ सो देयर्स नो वे टु हेट यु बट मान्छे जति ठुलो भए पनि आफ्नै ठाउँमा रहनुपर्छ. डोन्ट फर्गेट वे यु केम फ्रम भन्ने कुरा तिमीलाई कसले सिकाएन हो. तिम्रो एटिट्युड बानी अलि बेसी छ. तिमी युट्युबमा आउँछौ सो मान्छेहरूलाई हँसाउ इन्सपायर गर. तर चाहिँ आफ्नो एटिट्युड देखाएर चाहिँ धेरै माथि जान नआउँछ. दिदीले चाहिँ सजेस्ट गर्नु होला फेरि अब धेरै एटिट्युड देखायो भने चाहिँ फ्यान फलोइङहरू गर्दै जान सक्छ भनेर चाहिँ दिदीले चाहिँ सजेस्ट गर्नुभएको छ. पोस्टहरू त कति धेरै छ है. सो आइम गोइङ टु रिड इट फास्ट. नेपालमा थुप्रै फेमस सेलिब्रिटीहरू छ जस्तो लाग्छ बट फ्यानलाई भेट्न प्राइस ट्याग लगाएको चाहिँ सुनेको होइन. एनिवेज आई लभ डियर वर्क बट दिस प्राइस ट्याग इज टोटली बकवास रे. उसको काम चाहिँ सबैले मन पराएको तर यो अहिले जुन उसको फी छ इन्ट्रोड्युस टु 50 त्यो चाहिँ सबै त्यो कुरामा चाहिँ सबैले डिसएग्री गरेको रहेछ क्या. अनि अर्को लेख्दै चाहिँ आयुष के कमेन्ट डिलिट गरेर भने तिम्रो भिडियो हेरेर त हाँस उठ्दैन कमसेकम कमेन्ट पढेर त हाँस्नु देऊ. यस्तो मान्छे उसको भिडियो हेरेर चाहिँ नहाँस्ने मान्छे चाहिँ उसको कमेन्ट पढेर चाहिँ हाँसिरहेछ. अर्कोले सोचिरहेछ तिमीसँग बिजनेस गर्ने बेला भयो तिमी 250 मा इमेन्ट गर म चाहिँ बाहिर बसेर आलु टमाटर लिएर बस्छु रे. अब सकियो नि अब बिजनेसै सुरु गर्न लाग्छ कि मान्छेहरू. यसलाई 250 तिरेर हेर्न जानुभन्दा त बरु मामुलाई चुरा किनिन्छु 30 मा स्टुपिड हेलो भनिदिइरहेछ. उसको गर्ल्स फ्यान फलोइङ त झन् अब एकदम डाई हार्ड छ. त्यही पनि यो पक्कै पनि गर्ल्सको नै हुनुपर्छ कमेन्ट मामु भनिसकेपछि चुरा अब केटाहरूले त सोच्दैन त्यो केटी. पुरा गर्ल्स फ्यान फलोइङहरू पनि उसँग डिसएग्री गरेर रिसाइरहेको छ. आइस हेभ टु टेक केयर अफ इट. अर्कोले भन्दैछ विथ दिस आइसिमाल फर्स्ट टाइम नाम सुन्दैछु म त रे. अर्कोले भन्दैछ गिटारिस्ट पो रे. अब अनि त्यहाँ जाम है अर्को एक्स्ट्रा मनी थपेर टन्न अरू खानेकुरा खाएर आउँदै अब त्यो त्यहाँ 250 तिर्नभन्दा अरू टन्नै खाएर आउनु चाहिँ बेटर मानिरहेको छन् कोही कोहीले है. देट्स पोइन्ट अफ भ्यू उनको सोच हो. सबैको आफ्नो सोच हुन्छ. यस्तै कमेन्टहरू त कति धेरै थिए तर मैले जस्ट फन्नीहरू मात्रै सेलेक्ट गरेर भिडियो बनाएको. थ्याङ्क यू फर वाचिङ दिस. जसले इन्टरटेन गर्यो थ्याङ्क यू भेरी मच. जसले गरेन फेरि वान सेकेन्ड यो भिडियो वाच गर्नु त आइसले जस्तो फेस गरेर चाहिँ नहोस् न है. थ्याङ्क यू बाई बाई.